हामी दिनको दिन चरम कब्जियतको समस्याबाट गुज्रिराखेका छौँ। अहिले हरेक व्यक्तिमा कब्जियतको समस्या छ, तर कब्जियत सानो कुराहरू हामीले ध्यान दिएनौँ भने हामीलाई कब्जियत सुरु भइहाल्छ। आहार बिग्रियो भने कब्जियत सुरु। आज म यहाँलाई एउटा गजबको टिप्स बताउँदैछु। हाम्रो भान्सामा नै पाउने सामग्रीहरूबाट कसरी कब्जियतलाई कम गर्न सकिन्छ। यो जीरा, यसमा मैले जीरा राखेको छु। त्यसपछि धनियाको दाना डिब्बामा छ, अनि सौंफ। यसरी यो 3 चिजको मिश्रण बराबर बनाउने र यसलाई भुनेर आफूलाई 2-4 दिन पुग्ने गरी डिब्बामा राख्ने र बेलुका सुत्ने बेलामा 1-1 चम्मच मजाले त्यो मिक्स भुनेको चबाएर खाइदिने। मनतातो पानी खाएर सुत्ने, या बिहान खाँदा पनि हुन्छ। यो खाने गर्नुभयो भने यहाँको ग्यास्ट्रिकको समस्या दूर हुन्छ। एकदम सिम्पल, सजिलै। यसले पाचन शक्तिलाई बलियो बनाइदिन्छ। अपचको कारणले कब्जियत हुने समस्या धेरै हुन्छ। भोजन सजिलै पचेन भने अनि कब्जियत हुने हो। यसकारण यसले खाना पचाउनमा एकदम मद्दत पुर्याउँछ। धनिया, सौंफ र जीराको मिश्रण यहाँले बनाएर खाने। र अर्को, कब्जियत चरम कब्जियत छ भने थोरै मेहनत गर्नुपर्ने हुन्छ। जस्तो भोजन खानुभन्दा पहिले सलादको प्रयोग गर्ने, काँक्रा, मुला, चुकन्दर, गाजर र अन्य सलादको प्रयोग यहाँले गर्नुपर्ने हुन्छ। र भोजन खानुभन्दा पहिले तातो भातसँग घिउ मिसाएर खाइदिनुहोस् सुरुमा। त्यसपछि अरू खाने, या तातो रोटीसँग घिउ। त्यसले के हुन्छ भने एकदमै चिप्लो बनाउँछ भित्र शरीरलाई, अनि सजिलै भोजनमा एक किसिमको रस उत्पन्न हुन्छ। जति रस उत्पन्न भयो, जति खानामा मिठास आयो, त्यति पाचन सजिलै हुने हो। पाचन जठराग्नि अझ तीव्र रूपमा प्रज्वलित हुन्छ है। यसरी हामीले कब्जियतलाई कम गर्न सक्छौँ। बेला बेलामा पानी त हामीले पिउनै पर्ने हुन्छ। पानी नपिकन हुँदैन।